2 3 1 2 3 4 यो 4 डिसीलाई हामी छोड्छौं र अब यहाँबाट हामी बुन्न सुरु गर्छौं अब हामी यहाँ क्रस गर्छौं यसरी यहाँदेखि 1 2 3 र 4 मा 4 सम्म बुनेर अनि यहाँसम्म बुन्छौं यहाँसम्म हजुरहरूले पनि बुन्नु होला हामीले यहाँसम्म बुनिसके अब हामी यहाँबाट चेन 3 लिन्छौं यो डिसी लिँदै जाने डिसी भयो अब हामी यहाँबाट यो चाहिँ यसरी ब्याक पोस्ट बुन्छौं यहाँ एक डिसी बढाउने यस्तै गरेर यहाँसम्म हामीले बुन्छौं 3 चेन लियो अब फेरि यो 11 डिसी बुन्छौं हामी अब यो फ्रन्ट पोस्ट 3 वटा यो 4 वटा यहाँ 3 वटा फ्रन्ट पोस्ट अब यहाँ हामीले एउटा डिसी बुन्छौं त्यसपछि फेरि 3 वटा फ्रन्ट पोस्ट यसरी नै बुन्नु होला यहाँ एउटा बढाउने यहाँदेखि यहाँसम्म यहाँ उल्टा रो पुग्यो अब हामी उल्टा रोमा यो डिसी मैले बुनिसके 12 डिसी अब हामी यहाँ ब्याक पोस्ट बुन्छौं डिसी छ भने अब हामी यहाँ 2 वटा बनाउँछौं अब फेरि यो 3 वटालाई यसरी ब्याक पोस्ट बुन्छौं यस्तै गरेर यो उल्टा रो बुन्नु होला यहाँसम्म अब यहाँ हामी 3 चेन गरेर यसरी बुनिसके अब हामी यहाँ चाहिँ यहाँ हाम्रो 1 2 3 4 5 6 7 8 वटा भयो अब हामी यसमा दुई वटाको बनाउँछौं
चारवटाको छुट्टै अर्को बनाउँछौँ। यहाँबाट दुईटा बनाउँदै लाने यसरी र अर्को पालि हुँदा यहाँ बढाउने एक फेरि एउटामा नबढाउने फेरि बढाउने गर्दै जाने। यो यस्तै गरेर हामीले यहाँबाट यो एक ठाउँमा दुई ठाउँमा तीन ठाउँमा त्यसपछि चार ठाउँमा यस्तै गर्ने र यस्तै गरेर हजुरहरूले यो बुन्नु होला। 6 इन्च जति बुने। अब हामी यो र यो जोडेर राउन्ड गरेर बुन्छौँ यसरी। यहाँ मैले बढाएँ यो डिसी 5 वटा। अब यहाँबाट हामी बढाउँदैन। यसरी अब जोडेर बुन्ने। यो हाम्रो यहाँसम्म यो राउन्ड नै। अब यता साइडमा पनि जोड्ने हामी। यो जोडेर अब राउन्ड नै बुन्दै लाने। अब यहाँ चाहिँ हामीले यो 5 डिसीबाट अब यहाँबाट नबढाउने यत्तिकै यसलाई मात्र अब बुन्दै लाने। अब कति लामो मनपर्छ हजुरलाई त्यसरी बुन्दा पनि हुन्छ। यहाँबाट बुन्नु होला। यहाँ मैले 27 इन्चसम्म बुनिसकेँ। छेउछेउमा पनि यस्तो राखेँ र यहाँ पकेट बनाए पनि हुन्छ र यतिकै राखेर सोको लागि राख्दा पनि हुन्छ। यो यहाँ खल्टी राख्दा पनि हुन्छ। अनि यहाँ एउटा ताक हालिदिने। यो डिजाइन नराखिकन पहिला जस्तै सिधा बुन्दै लगे पनि हुन्छ आफ्नो इच्छा अनुसार। अब यताको छ म यहाँ कसरी बुन्ने भन्ने म सिकाउँदैछु। यहाँ दुई डबल क्रोसिया लिँदै जाने यसमा।
3 डिसिली नि यहाँ घाँटीमा हामी कलरको लागि बुन्छौं। अब त्यसको लागि मैले यहाँ मैले 20 चेन लिए। अब यसमा हामीले 1 2 3 गरेर यसमा अब 20 वटा नै डिसिली 20 डिसिली सके। यसरी गरेर यसरी बुन्दै लान्छु। यो यसरी बनाउँदै जानु होला। अब मैले यहाँ यसम्म गरिसके। अब यहाँबाट हामीले 3 चेन लिन्छौं। अब फेरि यहाँबाट हामीले प्रत्येकमा यो डबल क्रोसिया लिँदै जाने यहाँसम्म। अब हामीले यहाँ चाहिँ हामीले 20 डबल क्रोसिया लिएको थिए भने अब हामीले यहाँ चाहिँ 19 मात्र लिन्छौं। अब एउटा घटाउँदै जान्छौं हामी। एउटा हामीले घटाउने यसरी प्रत्येकमा घटाउँदै लगेर यो चाहिँ 15 मा बनाउने 15 अनि 15 भएपछि बुन्दै लाग्ने। फेरि यहाँ कलर नापेर आफुलाई कति चाहिन्छ बनाइसकेपछि उता पनि बढाउँदै लाने। अब यहाँ मैले बुनिसके। यहाँबाट यसरी मैले यो बढाएर लगे र यहाँ यसरी पनि यो बुने मैले 15 डिसी बुन्दै लगे। त्यसपछि मैले यहाँ बढाउँदै लगेर यसरी बनाए कलर जोड्छौं यो र मैले यो फुर्का पनि राखिसके। यहाँ यो चाहिँ मैले यहाँ यो एउटा बाकीपछि यहाँ राखे। यहाँ कलर मैले जोड्दै छु। त्यसको लागि मैले यहाँ 3 चेन लिएको छु र यहाँ 2 डबल क्रोसिया लिएको छु भने अब यहाँ हामी यसरी जोड्दै छौं। यसरी यो जोड्दै लानु होला। यहाँ हाम्रो फिनिश भइसक्यो कलर राखेर। हजुरहरूले पनि बनाउनु होला। यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।